इच्छा त छ कहाँ यस्तो धुवाफाले छ यस्तोलाई काट्नु पर्ने हो चिट यस्तो चाहिँ गर्नु भएन है भया लोक गर्लफ्रेन्ड त छैन अरे गर्लफ्रेन्ड मर्निङ एभ्रिवान अहिले चाहिँ 7:50 जस्तो भइसक्यो अनि त्यहाँ हेर्नु न हाट बजार लागेको माछा पोखरीको महानगर आएर हो किन अहिले चाहिँ हामी दक्षिण कालिका जाँदै हो दिदी र म चाहिँ अनि भाइ गइसक्यो दाइ गइसक्यो भाउजू जानु भइसक्यो यसले चाहिँ कति घन्टामा पुगिन्छ 1 घन्टामा त पुग्नु पर्ने हो त्यहाँ चाहिँ इफ तपाईँहरू चाहिँ ट्याक्सीमा जानुहुन्छ भने चाहिँ 3000 अहिले चाहिँ सितापाई लगाइसकेको छौँ हामी चाहिँ यतातिर चाहिँ यो बाटोहरू चाहिँ कस्तो सफा के हजुर ए यही हो यतै हो ताल लाग्यो हेर्न अहिले चेकिङ भइरहेको छ यस्तो चेकिङ चाहिँ भइरहनु पर्छ यस्तो धुवाफाले छ यस्तोलाई काट्नु पर्ने हो चिट भने कुलेखानी जाने त यता माथिबाट हो कि कुलेखानी चाहिँ एकचोटि दाइलाई फोन गर्नु पऱ्यो दक्षिण कालिकाको गेट आइपुगिसकेका छौँ हामी चाहिँ कहाँबाट चाहिँ गयो भन्ने कुरा उनीहरू फोन गर्छु हेलो कहाँ हो दाइ कहाँ हो मन्दिर अलि मेन गेट समय पुग्छ राखिरहनु तल पार्किङमा लाग्न सक्छ है ए हस् गेटबाट नि भित्रै जानु है ए हुन्छ हुन्छ अस्ति त यहीँसम्म आएको हामी गेटसम्म जान्छ अरे त्यो बाइक चाहिँ हातै समाएर यस्तो ड्याम हान्नु जस्तो यार हजुर हामी त यहीँको हो नि लोकल बिर्सिनु भयो हजुर अनि ओहो बाइक त पार्किङ यहाँ चाहिँ मन्दिर छ अहिले चाहिँ हामी दक्षिण कालिका मन्दिरको साइडमा छौँ गेटमा अनि भाउजूहरू चाहिँ माथि रहेछ रोड माथि हामी चाहिँ रोड तल छौँ अनि भाइहरू चाहिँ फेरि एयरपोर्टतिर गएर बाटो बिर्सिएर बडा दिदीसँग यहाँ चाहिँ सेन्डल लगाएर म डल्लिदिन्छु You can see the view guys जङ्गलको बीचमा हेलो दर्शन रोनाल्डो जस्तो गरेको किधर जाने का बाबु यता ओए खानस बाबा धेरै रोड पुगेर बिस्तारै बिस्तारै ओए हारिसक्यो जुरे दे ल बाडु है ओके दादालाई पनि हो दादाले तल सड्कायो हैन टिङ 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 ओए आइ मात्रै तेरो काम आइ मात्रै हो
दिदी 30,000 रुपियाँ दिनु गाइस हामी चाहिँ दक्षिण कालिका एक दुई शब्द भन्नु त कता अहिले त अहिले कता हो दुईतिरै देखिन्छ त्यो त यार त्यो ठटपाटी गरेर चाहिँ प्लास्टिकले त माथि माथि धेरै बनाएर है बुझ्छ है नयाँ आइडिया अब कसैले पूजा सरदम बेच्नुहुन्छ भने अब लु हामी चाहिँ दर्शन गरेर फर्किसकेका छौँ अहिले चाहिँ रमाइलो भयो रमाइलो चार्ज सकिनलाई चार्ज गर्नु पऱ्यो यो ल अब चाहिँ ब्याक टु फेरि काठमाडौँ वी आर यहाँ चाहिँ म जो 2-3 चोटि आइसक्यो तर फर्स्ट टाइम नै हो मेरो दर्शन गरेको चाहिँ यो बाटोबाट चाहिँ हामी सिस्नेरी गएको थियो पहिला चाहिँ अनि यो चेकिङ भइरहेको हुन्छ हेर्नुहोस् यस्ता त छ इन्डियाको गाडीहरू जतापाई बस्छ खान्छ यो इन्डियन गाडीहरू चाहिँ म्याक्सिमम् मैले क्लिप्सहरूमा देखिरहेको हुन्छु यस्तो ओभरटेक गर्ने बाटोमा यस्तो पकाएर खाने फोहोर फाल्ने यस्तो गरेको देखेको थिएँ त्यही भएर यस्तो मलाई खासै राम्रो लाग्दैन हो टर्निङमा अघि नै झन्दै अनि यस्तो छ अनि पछाडि आउँदै रहेछ भाइहरू चाहिँ बाहिर दाइ यहाँबाट चाहिँ यति धेरै हुन्छ नि ट्राफिक पुरै नगरौँ यहीँ हालिदिन्छ मिलेन यस हुन्छ जान्छ ए हस् ल हस् ल जान्छु हस् भाइ पार्किङमा आइपुगिसक्यो अब कामबाट छुट्टी भएर चाहिँ भेटाउनु रहेछ A few moments later. छुट्टी भइसक्यो अब चाहिँ निस्किन्छौँ कस्तो टाइमिङमा आइज यार अहिले चाहिँ आजको दिन त्यसरी नै गयो बिहान उठ्यो होइन रातभरि सुतेन
गेम हेर्नको लागि चाहिँ अनि त्यस पछाडि फेरि बिहान उठ्यो दर्शन गर्न गयो दर्शन गरेर आएपछि सिधै आयो काममा आजको भ्लग चाहिँ यहाँ इन्ड हुन्छ